हेलो एभ्रिवान, आजदेखि चाहिँ मोटो ब्लगिङ सुरु गरिरहेको छु मैले पनि। जस्ट कस्तो हुन्छ यतिकै मोटो ब्लगिङ सुरु गरेको। माइकको क्वालिटी कस्तो छ, साउन्ड कतिको राम्रो आइरहेछ है, हावा पुरा आइरहेछ। साह्रै माइकको साउन्ड पनि राम्रो आएको छ जस्तो लागेन। आज चाहिँ कसै ड्युटी गएको हो, तर त्यत्तिकै प्र्याक्टिसको लागि मात्रै मोटो ब्लगिङ गरेको हो। तेल पनि कम्ती छ। पेट्रोल लगाइसकेर पनि निस्क्यो। अब चाहिँ भन्नु पर्दा मलाई 2 घन्टा चाहिँ लाग्छ होला बडापाथिङ पुग्नु। डल्लै त तपाईँलाई मोटो ब्लगिङ देखाउनु सकिँदैन, छोटो क्लिप के बिचमा देखाउँदै गर्छु। यो चाहिँ हो टोपाखानीको टनल। लाइटहरू लगाएर डेकोरेसन गरेर अलिक राम्रो देख्ने भएको छ पहिला भन्दा चाहिँ। पार्क हो, चिल्ड्रेन पार्क भन्छ। गाईधारा आइपुग्यो। अहिले चाहिँ हामी रानी पुल आइपुग्यो। पुलदेखि 1.5 घन्टा जस्तो टक्कै लाग्छ ड्युटी भएको जग्गामा पुग्नु चाहिँ। बाटो पनि अलिक खराबै छ। पश्चिमदेखि उता पनि ठुलो गाडी हिँडेर, कम्पनीको गाडीहरू हिँडेर पुरै रफ छ।
सिटी निस्केको। यहाँबाट वाकिङ आधी घन्टा लाग्छ होला, त्यहाँबाट उता 1 घन्टामा पुग्नुपर्ने बरापातै। यहाँ चाहिँ अलिक यसरी भित्तामा पनि पार्किङ गरिदिन्छ, तल्लोपट्टि नि पार्किङ गरिदिन्छ, त्यसको लागि जाम हुन्छ। पछाडि हिँड्नु चाहिँ अलिकति रिस्की नै हुन्छ, खाल्टाहरू केही देख्दैन हो। अगाडिबाट आएको गाडी पनि ओभरटेक गर्नु पनि देख्दैन, अन्त त्यसको लागि चाहिँ रिस्की नै हुन्छ ओभरटेक गर्नु। जग्गा देखेपछि मात्रै ओभरटेक गर्नुपर्छ बसलाई, टाटालाई चाहिँ। यो पुलले गर्दा पनि पुरा जाम लाग्छ हो। एउटा गाडी मात्रै वान वे मात्रै छ यहाँ। ठुलो पुल बन्ने त राम्रो हुन्थ्यो यहाँ पनि, डबल लेनको लागि। बाटोमा डाइभर्जन गराएको थियो ब्याक कटिङको लागि। आज सोधेर मात्रै जानुपर्छ होला, नभए त औभन्दा माथि छ जहाँनिर ब्याक कटिङ हुँदैछ भिड। त्यहाँबाट फर्किनु पऱ्यो भने त टाइम वेस्ट हुन्छ। के गरेको छ हेरौँ, पहिला सोधौँ डाइभर्जन गराएको छ कि छैन। अहिले चाहिँ अस्ति चाहिँ हामीलाई आधी बाटोबाट घुमाएर फेरि उताबाट घुमेर आएको। धुलो उड्दैन भनेर पानी लगाएको होला, तर टु व्हिलरको लागि चाहिँ पुरै अब हिलोमा चाहिँ अलिकति लुगाहरू जुत्ताहरू सबै मैला हुन्छ नि त। डाइभर्जन त छ जस्तो लागेन, त मान्छे बसेको छैन। सिधै जाउँ, घुम्नु पऱ्यो भने त फेरि 15 मिनट टाइम वेस्ट हुन्छ। डाइभर्जन चाहिँ अस्ति यहाँको लागि गराएको थियो, यतापट्टि चाहिँ सकेछ, उतापट्टि त जस्तोको त्यस्तै छ। मैले त यहाँको कटिङको लागि पो गराएछ भनेर सोचेको थियो। हुनु त यसकै लागि रहेछ, तर अलिअलि मात्रै गरेछ। अहिले चाहिँ हामी पार्किङ बजार आइपुग्यो। ट्राफिकबाट लेफ्ट लिएर जानु पऱ्यो। बरापाती चाहिँ लिङ्के हुँदै मार्चक हुँदै
अल्छी लाग्छ है, हेर्नेलाई केही मजै आउँदैन। म फेरि अलिकति बेसी बोल्दिनँ कि त्यही कारणले अब तपाईँहरूलाई अल्छी लाग्छ होला मोटो भ्लगिङ हेर्दा। साउन्ड क्वालिटीहरू पनि चेक गरेकै छुइनँ हो, फर्स्ट मोटो भ्लगिङ हो, के कस्तो हुन्छ। साउन्ड राम्रो छैन भने त अब फेरि हेर्नुपर्छ कस्तो के। माइक त DJI-को हो, राम्रै हुन्छ भनेर सोचिरहेछु। फोन गरेको छैन, मैले पनि फोन गरेको छैन। अहिले चाहिँ हिजो मात्रै बात भएको थियो, एकपल्ट कल गर्नुपर्छ अफ क्यामेरा। टर्निङ चाहिँ पुरा अप्ठ्यारो छ, सानो बाटो छ, टक्कै माथिको टर्निङ छ। गाडी आयो भने त झम्का भेट हुन्छ। यो बाटोको चाहिँ टर्निङहरू त्यस्तै छ, यो बाटो चाहिँ सानो छ, टर्निङ छ। अब यो बाटो ठुलो गाडीहरू पुरा हिँड्छ आजकल फेरि। क्यामेरा देख्यो भने चाहिँ अलिकति भए पनि मान्छेहरूले, ड्राइभरहरूले साइड चाहिँ राम्रैसँगले दिन्छ, नभए त ठोकिदेला जस्तै आउँछ। क्यामेरा लगाउनुको बेनिफिट चाहिँ अलिकति त्यति चाहिँ छ, मान्छेले यसो देख्यो भने हल्का साइड चाहिँ दिइहाल्छ क्यामेरा देख्यो भने चाहिँ, नभए चाहिँ त गाडीहरूले हेर्दैन। गाडीले चाहिँ सेफ दिन्छ फेरि, नभए चाहिँ अरू बेला पनि मोटो भ्लगिङ चाहिँ गर्थेँ, तर मेरोमा माइक थिएन, त्यसले गर्दा त्यस्तो भ्लगहरू केही अपलोड गरेको छुइनँ। यो पनि गर्छु कि गर्दिनँ, हेरौँ कस्तो के हुँदो रहेछ, राम्रो भएछ भने गर्छु हो। यो जग्गालाई चाहिँ के भन्छ एक्ज्याक्ट जग्गा चाहिँ याद छैन हो। हामी लिङ्के चाहिँ पुग्नु आँट्यो। आज त आरामले पनि हिँडिरहेछु, मलाई पनि टाइम पुरा लाग्यो जस्तो लागिरहेछ। पुरा बिस्तारै जानुपर्छ, सिधा नानीहरू स्कुल जाँदैछ। त्यो टर्निङ छ कि यहाँ चाहिँ पुगेमा चाहिँ हरेन चाहिँ टर्निङै पछि बजाउनै पर्छ। हेर्नुहोस् न टर्निङ लिङ्के आइपुग्यो। लिङ्के चाहिँ यहीँ हो, यहाँबाट अब आधी घन्टामा त पुग्नु पर्ने भनेको। हेरौँ कस्तो ब्रेक
गर्छ झ्याङमै साह्रो छ आफै जोगेर हिँड्नुपर्छ हिँड्दै हिँड्दै अचानक ब्रेक गरिदिन्छ न इन्डिकेटर छ न राम्रोसँगले गाडी सेपेको छ साह्रो छ लिङ्के बजार हो मान्छेहरूले काममा बोलाउँदा बाइक छँदैछ भने तिमी एकैछिनमा पुग्छौ भन्छ बाटोतिर कति साह्रो यस्तोहरू हुन्छ सपोज सानो एक्सिडेन्टै भयो भने कति खर्च हुन्छ होइन त्यो कसले दिएको छ र अन्त सर्भिस चार्ज मान्दाखेरि चाहिँ मान्छेहरूले हाम्रो बेसी भयो नि भाइ यता भन्ने खालके कसैले दिँदै नदिने दिन्छु भनेर हो जिपे गरिदिन्छु नि भन्छ गरिदिँदैन अन्त आफू चाहिँ कस्तो दुःख गरेर बिहानै ब्रेकफास्ट पनि नगरिकन निस्किनुपर्छ मान्छेले चाहिँ पैसै दिनु मान्दैन टाढो बाटो हिँड्नु चाहिँ अलिकति साह्रै लाग्छ ड्युटी डेली टाढो बाटो गर्दाखेरि चाहिँ गरौँ भनेर सोच्यो फेरि टाढैबाट मात्रै बेसी बोलाउँछ नगइदिनु नि फेरि चिनाजाना दाहरू हुनुहुन्छ कसै मजाले परिवार जति दाजुभाइ जत्तिकै भएको दाहरू हुनुहुन्छ अन्त तिनै कर लाग्छ नभए त टाढो आउनु त मन लाग्दैन नि के गर्नु हामी चाहिँ भर्खर मार्चल क्रस गरेको अन्त अब यहाँबाट चाहिँ उकालो छ बाटो पनि अलिक रफै छ 2 साल जस्तो अगाडि चाहिँ यो बाटो चाहिँ दामी थियो खाल्टाहरू केही थिएन कार्पेटिङ दामी भएको सायद यो कार्पेटिङ चाहिँ कोल्ड मिक्स भएर पनि होला छिट्टो उकेको कोल्ड मिक्स जस्तो लाग्यो हट मिक्स चाहिँ अलिक टिकाउ हुन्छ नि त अब यस्तो छ बाटो सिँढी जस्तो नयाँ राइडर्सहरूलाई त साह्रो पर्छ होला हामी त बानी भएर केही जस्तो लाग्दैन सानो गाडीलाई पनि साह्रो पर्छ होला त्यो त यस्तो छ फेरि त्यहाँ उकालो चढ्यो ओह्रालो चढ्यो सिँढीबाट यस्तो छ बाटो चाहिँ देखाएको होइन खासै के गर्नु बाटोमा हिँडेपछि बाटै देख्छ है बराबरी पुग्नु आँट्यो अब 10 मिनटमा त पुग्छु होला ड्युटी गर्ने जग्गामा तपाईँलाई भिडियो पनि त्यहीँ पुगेर इन्ड गर्छु अब काम गरेको त भिडियो बनाउनु सक्दिनँ काममै बिजी हुन्छ अब बादमा चाहिँ हेर्छु सायद ड्युटीमा के काम गर्छु त्यो पनि सबै देखाउँछु होला अहिले चाहिँ देखाउनु सक्दिनँ किनकि क्यामेराहरू सम्हाल्नु कि काम गर्नु के हुन्छ पुगिहाल्यो भन्दा नि हुन्छ बाटो चाहिँ यस्तो उपार नै छ कि यसमा त कोप्रोमा त त्यति साह्रो देख्दैन बाटो रफ ओह्रालो उकालो पनि त्यति साह्रो
देख्दैन तपाईँ बाटो चाहिँ यस्तो छ। अगाडिको भाइ चाहिँ हल्लेकोले चाहिँ तपाईँलाई थाहा हुन्छ होला कस्तो छ बाटो भनेर। अब एउटा गाडी आयो भने खाल्टामा हाल्नु पऱ्यो, बिचको भाग मात्रै अलिक सिधा छ, अरू त क्यामेरा देख्यो भने चाहिँ यति चाहिँ हेर्नुहोस् न गाडीले अन्त तल्लोपट्टि खाल्टामा हालिदिँदैछ अन्त। अन्त म पनि अब पुग्नु आँटेँ हो, के हाल्यो भन्दा पनि भयो। सेपेर पनि आउँदैन कम्पनीको गाडीहरू। हुन्छ अब भिडियो पनि यहीँ एन्ड गर्नु पर्यो।